Hate it when my doubts and my fears swell up like the ocean. It feels like I could drown in my tears. Everything's overflowing. Scared that I won't get it right, get it right. My nerves are working overtime, overtime. Tell myself to calm down and breathe. Step out of the shadows into the fire. Don't be afraid to go out on a wire. Live in the moment, turn it louder. This is what you make. वेलकम टु न्यू ब्लग। आज हामी स्नो माउन्टेन जान लागेछौँ जिन्दाबाइनमा अन द वे। पहिला पनि म चाहिँ स्नो माउन्टेन गइसकेको थिएँ 2 वर्ष अगाडि। अहिले चाहिँ फेरि जाँदैछौँ हामी स्नो माउन्टेन। वाच द ब्लग कस्तो लाग्छ है। हामी चाहिँ यहाँनिर सुज अनि गाडीमा चेन सबै हायर गर्न लागेका छौँ। सुज र अनि चेनहरू हायर गर्नको लागि ठाउँ चाहिँ राम्रो छ। स्यामो खै तिम्रो सुज खै? ओए ह्याप्पी सुज पनि लाऊ त सुज। आजको के छ हाम्रो कार्यक्रममा? आजको कार्यक्रम हिउँ खेल्नु जाने र जुत्ता यहाँ छ लाएर हिउँ खेल्ने। आज अस्ट्रेलियामा, नेपालमा खेल्न गएको छैन बरु अब अस्ट्रेलियामा आएर खेल्न जाने भयो। के छ दि कस्तो लागिरहेको कहाँ जाँदैछौँ हामी? एकदम रमाइलो लागिरहेछ। वेलकम टु जिन्दाबाइन फर नाउ। हामी चाहिँ अब पेरिसर भ्याली जाँदैछौँ। भर्खर सबै सामानहरू लियौँ। अब लेट्स फाइन्ड आउट कस्तो छ है। लेट्स होप स्नो चाहिँ मजाले परेको होस्। आइ एम भेरी एक्साइटेड फर उयो के बच्चाहरू। थ्याङ्क यू। दाइ के छ आज हाम्रो के हुँदैछ? हामी कहाँ जाँदैछौँ यार? जुत्ता सुत्ता टक्क हायर गरेर के छ त आज? आजको प्रोग्राम चाहिँ स्पेसली स्नो माउन्टेन आएको सबै कुरा लिएर गाडीमा हालेर अब हामी चाहिँ स्नो माउन्टेन जाँदैछौँ। अब यहाँबाट आधी घन्टा छ। त्यहाँ गएपछि फेरि हामी अर्को एउटा भिडियो बनाउनेछौँ। सायद त्यहाँ चाहिँ स्पेसल होला जस्तो छ है। सो लेट्स सी है त के हुन्छ त्यहाँ। चट्ट अब रेडी चट्ट। स्यामु एक्साइटेड? I hear you been asking about me, where I've been and where I sleep. It's hard to find me if you really want to. Turns past that takes a cool sign. Same ball cap, same old boots. Trying to outrun the thought of you, but in this town the truth don't stop. You can't live in a town this small. दाइ त खतरा छ त नि के दाइ गएर अनि। हेलो गाइज, हाउ आर यु टुडे? हामी रमाइलो चिसो छ गाइज यतातिर यार। हामी त खतरा एकदम राम्रो ठाउँमा आएको छौँ हामी। यो ठाउँको नाम चाहिँ स्पेसली पेरिसर होइन? पेरिसर भ्याली ठाउँ हो। पेरिसर भ्याली हिउँ ठिकै छ, राम्रै छ है खेल्नलाई। जोस् ठिक छ तर लास्टै चिसो है दाइ? एकदमै चिसो छ। अनि हामी त्यहाँ खै देखाइदेऊ त उता त्यो त्यहाँनिर पुग्नलाई चाहिँ अलमोस्ट 10 to 15 मिनट्स लाग्छ है गाइज है त। सो हामी हिँडेर त्यहाँसम्म जाने हो। त्यहाँ अनि केबल कारहरू चढ्छौँ अनि खेल्छौँ, रमाइलो गर्छौँ है। दाइको आउटफिट जुत्ता सुत्ता बबाल छ है दाइको। ल ल खतरा छ जुत्ता। गामबुट लाएर म जाँदैछु त्यहाँ है। अरे हाई हाई भनिदेऊ। हाई भनिदेऊ हाई भनिदेऊ ल। यो टाइममा आउनको लागि चाहिँ एकदम सही छ, एकदम बबाल छ यो टाइममा आउनको लागि चाहिँ, किनकि वेदर पनि राम्रो अनि त्यति धेरै बिजी पनि छैन। हाउ यु फिलिङ टुडे स्यामु? रियली? यस। एक्साइटेड? यस। मेरो सानो यता हेर त। सानो हिँड्ने तल। दामीसँग त तर यार ठाउँ चाहिँ बबाल छ ल। स्नो हटाउनेहरू के यिनीहरू चाहिँ। मेरो सेकेन्ड टाइम हो गाइस स्नो माउन्टेनमा। फर्स्ट टाइम
हामी चाहिँ स्लाइड खेल्न लागिरहेछौँ गाइज स्यामु र म स्यामु यु रेडी स्यामु के बनाएको Snow mountain. हो Yes. Very big snow mountain. I'm gonna get some. स्यामु यही थियो स्नो Get it right. My nerves are working overtime. Tell myself to calm down and breathe. Step out of the shadows. Don't be afraid to get out on the wire. Live in the moment, turn it louder. This is what you're made for. You just gotta be fearless. You just gotta be fearless. You just gotta be fearless. You just gotta be F-E-A-R-L-E-S-S. Fearless. Once I get in and I put it in drive, ain't no more stopping me, don't even try. Controlling the chaos, controlling the vibe. Yeah. It's all the shots that you don't say. You'll never be heard if you don't say. Just gotta get out your own. हाम्रो के त रमाइलो भयो घुम्यो आइयो होइन Guys. यो नगएको घर चाहिँ गयो भने चाहिँ नगएकोहरू चाहिँ त्यहाँ गएर जानु अनि घुम्नु रमाइलो गर्नु इन्जोय गर्नु तर एकदम रमाइलो छ होइन यस फाइनली बहिनी चाहिँ आएको छ है हाम्रो मैले आज बहिनीलाई यति धेरै मिस गरेँ है बहिनीलाई एकचोटि कल पनि गर्नुभएको छैन के खालको मिस हो यो लगाइ हाम्रो चाहिँ चट्ट यहाँनिर छ रमाइलो भइरहेको छ बहिनी टक्क यहाँ बसिरहेको छ होइन खाली भएपछि मलाई बोलाउँदै म गरिदिन्छु म मामालाई दिनु पऱ्यो उयो हाम्रो टक्क आज टक्क सेकुवा बहिनीले टक अचार तिमी अनि मेरो त्यही एउटै कुरा लाज नमानी बोल जीवनको बाका हेलो गाइस आज चाहिँ हामीले बारबेक्यु गर्दैछौँ है लगाइ चाहिँ चट्ट गेम हुँदैछ उनो सुनो गेम हुँदैछ दिमाग त लाउनु भएको छ है दाजुले र गाई चाहिँ हामी चाहिँ के खेल्छ उडो खेल्दैछौँ है उनो है दाइ यस्तो राम्रो गेम रहेछ उडो भन्ने चिज है मलाई यति मन पर्यो म खेल्दैछु होइन दाइले जितिसक्नु पैसाले चाहिँ खेलेको होइन हामी यति रमाइलो है जस्ट इन्जोयको लागि खेल्दैछौँ है गाई चाहिँ ल तर तपाईँहरू खेल्नुहोस् एकदम राम्रो छ रमाइलो छ ल देउता भगवान मनी पैसा पैसा रुपियाँ तुले भन्थ्यौ नि त ल ठिक छ भयो Hey, what's up guys? This is like second third day. हामी चाहिँ यो होटलमा बुक गरेर बसेको थियौँ होइन सबैजना चट्ट होटल चाहिँ खतरा थियो सबै यस्तो सानो सानो घरहरू हामी
सबैलाई हाई गरिदेऊ कस्तो हुँदै हाम्रो कसै गाइज हाम्रो आजको हिजोको यो के अरे भिल्ला हाउस होइन भिल्ला हाउस भिल्ला हाउस एकदम रमाइलो भयो इन्जोय गऱ्यौँ 2 बजेसम्म हामी तास खेल्दै बस्यौँ रमाइलो भयो अनि दम्साराज पनि खेल्यौँ है धेरै रमाइलो भयो धेरै हँसाइयो एकअर्कालाई होइन पनि रमाइलो छ है ल हामी चाहिँ बहिनी घरमा ब्रेकफास्ट गर्छौँ Oh my god, look at me, cutie pie भएछ ल अमन होइन चट्टा हाम्रो चाहिँ बारिस्टा भयो यहाँ टक्क कुन कफी हो यो त ओट लाटे हो भएन ओट लाटे ल ल खडा छ त यहाँ आँट है भन्नु ओ आँट ल है यो अहिले अब भेनाना थ्याङ्क यू सो मच पर्फेक्ट 12 टक्के के जाने कफी त खतरा ठिक छ अब आज कफी नि भाइ कस्तो त कफी त दामी बनाउँदो रहेछ नि त है कफी मिठो कफी एकदम मिठो छ यार यो चाहिँ हाम्रो अमन भाइले बनाएको कफी हो एकदम मिठो छ ऊ चाहिँ स्पेसल्ली प्रो नै हो है बारिस्टा हामी चाहिँ कफी इन्जोय गर्छौँ ल चेस कफी हामी त्यही कफी खाएको छौँ त्यही खानु ल चेस चलो हामी चाहिँ तास खेल्दैछौँ है आज बहिनीको घरमा See you soon. You just gotta be fearless.